गुड मर्निङ फ्रम इलाम। है त गाइज, आज चाहिँ हामी खाना खाएर निस्क्यौँ सचिन भाइ र म। पेट्रोल हाल्नको लागि बाइकमा पेट्रोल पनि सकिरहेको थियो मेरो बाइकमा। ट्याक्क पेट्रोल हालेर चाहिँ म चाहिँ लागेँ इलाम बजारतिर नानी दादाको छोरीको लागि के किनिदिएर हालिदिने थियो। अनि ट्याक्कसँगले नानीको लागि चाहिँ हामीले यो सानो गाडी किनिदियौँ है त, मेरो तर्फबाट सानो गिफ्ट। अनि ठुलो नानीको लागि चाहिँ यो खिलाउने किनिदिएको देख्न सक्नुहुन्छ। अनि मेरो लागि चाहिँ यो ब्याग किनेको एकदमै मन पर्यो पनि, अनि त्यही भएर किनिदिइहालेको है त। अनि देख्न सक्नुहुन्छ सचिन भाइले चाहिँ बोकिरहेको छ। अनि सचिन भाइ र म चाहिँ गाडी पर्खिरहेको थियौँ, मामाको गाडी। अनि मामा पनि आउनुभएको थिएन स्ट्यान्डमा। ट्याक्क हामी चाहिँ चिया खाँदै बसिरहेको थियौँ। ट्याक्क अनि मामा पनि आउनु भएछ, तर मामा चाहिँ हुन्न रहेछ। ट्याक्क हामीले चाहिँ गाडीमा सामान छोडिदिएर निस्क्यौँ। त्यसपछि लाग्यौँ हामी चाहिँ चटपटे खान है त। भाइलाई भोक पनि लागिरहेको थियो, अनि हामी चाहिँ गयौँ चटपटे खान माथि चियाबारीतिर। अनि त्यहाँ गएको त एउटा पसल मात्रै खुला थियो, त्यहाँ चाहिँ हजुरआमा हुनुहुन्थ्यो। 70 वर्ष पुग्नु भयो रे, अहिलेसम्म चटपटे बेचिरहनु भएको छ। एकदमै मिठो बनाउनु हुँदो रहेछ चटपटे चाहिँ। त्यहाँदेखि चाहिँ हामी आयौँ रुमतिर है त। मौसम पनि एकदम उग्रिरहेको थियो। ट्याक्क अनि इलाम आएको बेला भाउजूलाई भेट्छु भनिरहेको थिएँ, हाम्रो दिप्सा भाउजूलाई। दिप्सा भाउजूलाई नि भेटिसकेको छु, देख्न सक्नुहुन्छ है त। हामी चाहिँ यहाँ कफी खाँदै लक्की क्याफेमा भेट्यौँ है त। त्यहाँदेखि चाहिँ भेटेर म चाहिँ निस्केँ रुमतिर है त। आजको लागि मिनी ब्लग चाहिँ यति नै गाइज, बाई बाई।